हेलो गाइज, म चाहिँ एउटा कुरा भन्नलाई चाहिँ यो भिडियो बनाउँदैछु हैन। के भने म चाहिँ फिलहाल 15 दिन जति भयो यता रोमानिया आएको। अनि रोमानिया आएको चाहिँ 15 दिन भयो। अनि मैले यहाँ आएपछि चाहिँ केही कुराहरू बुझेँ कि म चाहिँ सप्लाई कम्पनीमा आएको हो, डाइरेक्ट कम्पनीमा हैन। अनि हामीलाई चाहिँ एजेन्सीले चाहिँ एयरपोर्टमा पिकअप गर्न गएपछि चाहिँ के भन्यो भने आज गएर होटलमा बस्नुपर्छ, भोलि कम्पनी आएर लैजान्छ, कन्ट्र्याक्ट साइन गरेर लैजान्छ भन्यो। ल होला नि त, अब त्यही नै गर्ला नि त भनेर सोचेँ। अनि त्यस पछाडि गएर ल्यायो, नेपाली होस्टेलमा ल्याएर राख्दियो। अनि नेपाली होस्टेलमा फेरि टन्नै हैन, भक्कु दिदीबहिनी दाजुभाइहरू रहेछन्। अनि कोही 2 महिना भयो नेपालबाट आएको, काम नभएर बसेको, एजेन्टले काम नदिएको, कोही रिलिज लिएर बसेको, कोही इलिगल भएको, धेरै थरी धेरै प्रब्लमहरू फेस गर्नु परिरहेको रहेछ नेपालीलाई। अनि यो भिडियो मार्फत चाहिँ म के भन्छु भने एउटा चाहिँ दूतावास चाहिँ यहाँ पनि खोल्नुपर्छ जस्तो चाहिँ मलाई लाग्यो हो। किनभने युरोपमा सबैभन्दा धेरै नेपाली रहेको देश चाहिँ रोमानिया नै हो जस्तो लाग्छ, मेरो डाटा, मेरो क्यालकुलेसन अनुसार। सो त्यो भएको हिसाबले चाहिँ जति पनि युरोप ट्राई गरिरहनु भएको छ नेपाली दिदीबहिनी दाजुभाइहरूले चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरू चाहिँ डाइरेक्ट कम्पनीमा आउनुहुन्छ भने चाहिँ एकदम ठिक हो हैन। यदि तपाईँ सप्लाई कम्पनीमा आउनुहुन्छ भने चाहिँ एकदमै ठिक छैन। तपाईँलाई एजेन्टले यस्तो झुलाइदिन्छ, खानु बस्नु पनि झुलाइदिन्छ हैन, अथै झुलाइदिन्छ। अनि त्यो कुरा चाहिँ एकदम ध्यान दिनु होला। अनि पहिला अप्लाई गर्न खोज्दै हुनुहुन्छ भने आफ्नो पर्सनल इन्कमहरू ग्रो गर्न चाहिँ ठिक छ। अब नर्मल्ली 80, 90, 1 जति चाहिँ कमाइ हुन्छ मेरो आङ्कलनमा चाहिँ यहाँनिर हैन। अनि त्यो गर्न चाहनुहुन्छ भने टाइम पनि लाग्छ। अनि त्यही हो, डाइरेक्ट कम्पनीमा आउनु होला, सप्लाई कम्पनीमा नआउनु होला, म चाहिँ त्यही भन्न चाहन्छु। अनि त्यही हो। अनि बाँकी कुरा चाहिँ अब रुलहरू पनि चेन्ज भएको छ, त्यो चाहिँ अर्को भिडियोमा। बाई।